हेलो साथीहरू, के गर्नुहुँदैछ? म त भिडियो पनि बनाएको छुइनँ हो। अन्त म चाहिँ आज त्यतिकै यहाँ के गर्दै थिएँ कि के बनाउँदै थिएँ नि त। त्यतिकै दिमागमा आयो कि अरूलाई पनि सेयर गर्नु पर्यो भनेर नि। अन्त तपाईँहरूलाई पनि याद छ होला कतिलाई त होइन, कतिलाई याद छैन होला होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ भन्नुहोस् ल। तपाईँले कतिले बनाउनु भएको छ, कतिले गर्नु भएको छैन, कतिजनालाई याद थियो, कतिजनालाई याद थिएन, त्यो मलाई भन्नुहोस् ल। तपाईँहरूकोमा नि यसरी चुट्टिएको हुन्छ नि यो माला पोतेहरू जे पनि चुट्टिएर हामीले त्यही यसलाई फ्याँकिन्छ होइन। यसलाई हामी युज गर्दैनौँ, यसलाई उन्दिनौँ पनि, केही गर्दैनौँ। अहिले त बजारमा जति त पाउँछ कसले उनेर लगेपछि टाइम पनि त हुँदैन नि यस्तो काम गर्ने। अब कतिजनालाई चाहिँ अब फ्याँक्नु माया लाग्छ होइन, यसलाई रिउनेर लाउँछु भने टाइम हुँदैन नि त मान्छेकोमा। त्यसकोमा चाहिँ अब मैले चाहिँ के गरेँ भने यस्तो यो लाइटको तार हुन्छ नि यो तारको यो माथिको हुन्छ नि यसलाई यो सिल्भर कलर हुन्छ नि, यसलाई चाहिँ यसरी निकाल्नुहोस् हो। यसरी निकालेर चाहिँ नि मेरोमा एउटा थियो यस्तरी, कहाँ गइसो निकालेको छैन। यहाँ हेर्नुहोस् ल, यसरी एउटा निकाल्नुहोस् हो। एउटा दुईवटा जति पनि हुन्छ, तर मैले चाहिँ एउटा मात्रै निकालेँ कि। देख्नुभयो यस्तो यसलाई चाहिँ यसरी यसलाई फोल्ड गर्नुहोस् हो। पहिले यसलाई धागोमा लगाउँ न। यो धागोलाई यस्तो गरेर यसलाई फोल्ड गरिदिनुहोस्। फोल्ड गर्दाखेरि चाहिँ यो दुईवटा बराबरीमा फोल्ड मतलब माथि इक्वेल दुईवटा बराबरी छ भने चाहिँ मजाले उनिन्छ कि। तल माथि भयो भने चाहिँ नि अलिक साह्रो पर्छ। यहाँ हेर्नुहोस् ल। अब यो चाहिँ के हुन्छ भने एकदम छिटो हुन्छ नि त यसरी बनाएको चाहिँ। मेरो उयो हुन्छ नि त अलग्गै छुट्टिहाल्छ नि त। मजाले भयो भने चाहिँ सटसट भइहाल्छ। यहाँ हेर्नुहोस् त देख्नुभयो। अहिले यसरी मालाहरू त लाउँदैन, तर पनि अब लाउँदैन भन्दा पनि अब कोही बेला लगाइन्छ नि त। पूजाहरू गर्दा केमा अब आफ्नो इच्छा हो, कतिजनालाई मनपर्छ लगाउने होइन। अन्त कतिजनालाई चाहिँ अब त्यो किन वेस्ट गर्नु होइन, त्यसलाई नै उनेर त्यसलाई नै बनाएर लगाउने भन्ने हुन्छ। तर अब आफ्नोमा टाइम पनि हुँदैन। अब यत्रो यसरी हेरेर हामी त सक्दैनौँ पनि त त्यसलाई बनाउन। त्यसले चाहिँ योबाट यसरी तपाईँहरूले गर्नुभयो भने चाहिँ छिटो हुन्छ। यहाँ त मेरो कम्प्लिट पनि गरिसकेको थिएँ कि सकिने बेलामा चाहिँ याद आएछ नि त भिडियो पनि गरेर अरूलाई पनि सेयर गरिदिन्छु भनेर चाहिँ मैले भिडियो गरेको। तपाईँहरू कतिजनाले याद छ, कतिजनालाई याद थिएन, कतिजनाले यसरी ट्राई बनाउनु भएको छ। मलाई कमेन्टमा भन्नुहोस् अनि कस्तो लाग्यो भनिदिनुहोस् है। थ्याङ्क यू।